हार्दिक स्वागत छ यो हलभित्र। सानो कार्यक्रम तर एकदमै चाडबाडको छेक पारेर आदरणीय भाइ धेरै लामो समयदेखि गीत सङ्गीतमै इटरीलाई कर्मभूमि बनाउनुहुने दिपेन राई र अस्मिता अधिकारीको आवाजमा र दिपेन राईकै सङ्गीतमा रहेको गीत र त्यसको गीतको डिटेलमा हामी भन्नेछौँ। त्यो गीतलाई सार्वजनिक गरौँ, केही सूचना सञ्चार मिडिया पत्रकारिता र सामाजिक व्यक्तित्वहरूको नजरबाट भनेर यो जुन जम्का भेट र यो जमर्को गर्नुभएको छ र विशेष त सुरुमा दिपेन राईलाई शुभकामना दिन चाहन्छु। म गङ्गा गौतम। यो सहजीकरणको पाटो मात्रै मैले गरेको, कार्यक्रम फर्मल हुँदैन, औपचारिक कार्यक्रम हामीले नगर्ने हामीले एउटा होइन सोच गरेका छौँ, किनभने चाडबाडको बेला छ, सबै हतारमा हुनुहुन्छ र आजबाट नै देशका विभिन्न हलहरूमा 3वटा फिल्म चाहिँ रिलिज हुँदैछ। हामी शुभकामना पनि दिन चाहन्छौँ। नेपाली चलचित्रलाई माया गरौँ, सबैजना यहाँ पछाडि हलमा पनि जाउँ भन्दै यो कार्यक्रमलाई हामी स्वागतसहित कार्यक्रम सार्वजनिक गर्ने कुरा चाहिँ तपाईँहरूसँग जानकारी गराउँदै म गङ्गा गौतम, दिपेन राई र यो टिमलाई फेरि पनि शुभकामना दिँदै यहाँ आउनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, हामीले सबैजनाको भूमिकासहित सम्बोधन गर्ने छैनौँ। यसको छायाङ्कनमा अहोरात्र खटिनुहुने कोशी फिल्म्स प्रालिका हुनुहुन्छ, लाखमा निरञ्जन र शुभ निरञ्जन सर, उहाँहरूलाई स्वागत सम्मान गर्न चाहन्छौँ। सङ्गीत साधना प्रतिष्ठानबाट हुनुहुन्छ महासचिव राजु केसी सर, उहाँलाई स्वागत सम्मान गर्न चाहन्छौँ। त्यस्तै नागरिक दैनिक अमर खड्का सर हुनुहुन्छ, स्वागत सम्मान गर्न चाहन्छौँ। पूर्वेली न्युजबाट हुनुहुन्छ व्यवस्थापक आफैमा स्रष्टा हुनुहुन्छ, कृषकको हुरी गायक हुनुहुन्छ राजन छेत्रीज्यू, उहाँलाई स्वागत सम्मान गर्न चाहन्छौँ। टाकुरा न्युजबाट हुन्छ विवेक विवश सर, उहाँलाई स्वागत सम्मान गर्न चाहन्छौँ। त्यस्तै हामीसँग सप्तकोशी टेलिभिजन तथा एबी न्युजबाट हुनुहुन्छ दीपक कार्की सर, उहाँलाई स्वागत सम्मान गर्न चाहन्छौँ। अनि हामीबाट कलाकारको एउटा टिम छ, भोलामान गुरुङ हुनुहुन्छ, लोप हुँदै गरेको बाजा सारङ्गीलाई काँधैमा लाएर एउटा जिम्मेवारी बोक्नुहुने भोलामान गुरुङ सरलाई स्वागत सम्मान गर्न चाहन्छौँ। त्यस्तै पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोका प्रोप्राइटर हुनुहुन्छ र यो गीत पनि पूर्वाञ्चल म्युजिक च्यानलबाट नै सार्वजनिक भएको छ। रुद्र श्रेष्ठ दाई आफैमा कुशल स्रष्टा पनि हुनुहुन्छ, सङ्गीतकार हुनुहुन्छ, स्वागत सम्मान गर्न चाहन्छौँ। र यो गीतका विशेष मेरुदण्ड, यो गीतलाई सुरुमा शब्द चाहिन्छ, शब्द लेखनमा अब्बल एनबी मगर सर हुनुहुन्छ, उहाँलाई हामी स्वागत सम्मान गर्न चाहन्छौँ। र आफ्नो च्यानललाई चाहिँ प्रमोसन गर्दै विभिन्न क्षेत्रमा पुग्नुहुने भाइ सागर रञ्जन भाइलाई, हिङहाङ भाइलाई, सानो हिङहाङ होइन त्यो चाहिँ भाइलाई सम्झन चाहन्छौँ। र दिपेन भाइको आफ्नै भाइ हुनुहुन्छ भूपेन, ऊ आफू पनि स्रष्टा छन्, मिठो गीत गाउन सक्छन्। भूपेन भाइ कलाकारलाई अत्यन्त माया गर्ने भूपेन भाइलाई पनि हामी स्वागत सम्मान गर्न चाहन्छौँ। र अन्तिममा हामी यस गीतलाई न्यायपूर्वक आफ्नो स्वर दिनुहुने, सङ्गीत गर्नुहुने भाइ, धेरै लामो समयदेखि लगभग 80वटा गीत त उहाँका सार्वजनिक भइसकेका छन् र नेपालको सबैभन्दा ठुलो रियालिटी सो लोकस्टार, लोकगीतका रियालिटी सोहरू कम हुन्थ्यो, पहिलो रियालिटी सो होइन सर, पहिलो रियालिटी सो भएको थियो, त्यहाँ हाम्रो पहिचान बन्न सफल भयो। त्यो रियालिटी सोमा छैटौँ भएर हाम्रो सबैको मान सान र पहिचान बन्नुहुने दिपेन राई आफैमा सङ्गीत विद्यालयका सञ्चालक पनि हुनुहुन्छ। अहिले सङ्गीत विद्यालय सुरताल सङ्गीत विद्यालय हाम्रै सहरमा खोलिदिनु भएको छ इटरीको मुटुमा, र सबै भाइ बहिनीहरूलाई सेवा सुविधा दिइराख्नुहुने दिपेन राई हुनुहुन्छ। र हामी हिरोभन्दा अगाडि गीतका सबै विधाहरूमा अब्बल, सानो उमेरदेखि परिपक्व हुँदै हाम्रै छत्र छायामा हुर्किँदै एकदम मिलनसार उमेरभन्दा परिपक्व भाइ हुनुहुन्छ, गायक तथा सङ्गीतकार हुनुहुन्छ सुशील भट्टराई, उसले एरेन्ज पनि गर्नुहुन्छ, अहिले आफ्नो स्टुडियो पनि चलाइरहनु भएको छ। सुशील भाइलाई पनि सम्झन चाहन्छौँ। र यो गीतलाई थुप्रै गीतमा आफूले अभिनय गरिसक्नु भएको छ र यो गीतमा अझ सशक्त अभिनय गर्दै गीतलाई न्याय दिनुहुने सामाजिक व्यक्तित्व हुनुहुन्छ, व्यवसायी हुनुहुन्छ गजेन्द्र योङाङ दाई, उहाँलाई पनि करिश्मा साई र गजेन्द्र योङाङ सरको अभिनय छ, उहाँलाई पनि सम्झन चाहन्छौँ। र नहुनुहुने हामीसँग दिवाली सरको नाम केशव दिवाली सरले कोरियोग्राफी गर्नुभएको छ र यो गीतमा निर्देशक हुनुहुन्छ दर्शने सुरेश थापा, हामी उहाँ नभए पनि सम्झन चाहन्छौँ। र डान्समा हामीलाई केही पार्ट सहयोग गर्नुभएको छ कोरसहरू ल्याएर,
जेनिस विश्वकर्मा युनिभर्सल डान्स सेन्टरका सञ्चालक पनि हुनुहुन्छ, उहाँलाई पनि सम्झन चाहन्छौँ। र यति नै भन्दै खादा लगाउने कार्यक्रम छ। हामीले स्वागत गर्दै पूर्वाञ्चल डिजिटल रेकर्डिङका एकदम ह्यान्डसम सर हुनुहुन्छ दाइ, उहाँलाई खादा लगाएर सबैजनालाई स्वागत गर्छु। यहीँबाट लगाउँ न होइन, यो चाहिँ हामीले दसैँको शुभकामनासँग है त 2082को दसैँ तिहार, बडा दसैँ नभन्नु अरे, दसैँ तिहार र छैठ अनि स्वागत गर्न गइरहेका छौँ। सबैजनाले लगाउँ, आफूले आफूलाई चाहिँ लगाउँ यस्तो गरौँ न अप्ठ्यारो भयो यताबाट तपाईँ आउनु नि आउनु बाहिर आउनु दुईजनाले लगाउँ। र मैले भूपेन सर खादा अलिकति सेयर पनि गरेको र यो गीत चाहिँ अघि सोध्दै हुन्थ्यो हाम्रो दीपक दाइले, यो गीत चाहिँ पूर्वाञ्चल म्युजिकबाट सार्वजनिक भएको छ। रुदा दाइ हल्ला नगरी लगाउने ल, रुदा श्रेष्ठ दाइ यसलाई एकदमै हल्ला नगरी, सबै कामहरू हल्ला नगरी हुनसक्छ। र यो चाहिँ कोशी भिजनबाट चाहिँ यसको छायाङ्कनका सबै काम भएको छ। सम्पादनमा आफै सुमन सर हुनुहुन्छ र यो गीत पनि पूर्वाञ्चल म्युजिक रेकर्डिङ स्टुडियोबाट चाहिँ रेकर्ड भएको छ र अस्मिता अधिकारी र दिपेन राईको आवाजमा रहेको गीत, यसको लय चाहिँ दिपेन राईले गर्नुभएको छ र यसको शब्द सङ्कलन चाहिँ एनबी मगर सरले गर्नुभएको छ। यो जानकारी गराउँदै यसमा इटलीकै नजिकका आसपासका क्षेत्रहरूमा र एउटा के रिसोर्टमा सुटिङ भएको छैन, के रिसोर्टमा चाहिँ यसको छायाङ्कन सम्पन्न भएको छ। चाडबाडलाई लक्षित गर्दै विशेष प्रेम कहानीमा आधारित अझ त्रिकोणात्मक प्रेम, गजेन्द्र सरले कसैलाई माया गर्नुहुन्छ, मन पराउनुहुन्छ, अर्को हिरोले पनि मन पराउनुहुन्छ, तर अर्को हिरोलाई लास्टमा चाहिँ गजेन्द्र सरको त्यो पैसाले चाहिँ बिल पेमेन्ट गर्ने बेलामा पैसा नभएर चाहिँ गजेन्द्र सरको पैसा देखेपछि फेरि भन्न खोजेको सान्दर्भिक पनि छ। अहिलेको समय सान्दर्भिक, पैसाको पछि मान्छे लागेर, व्यक्ति लागेर एउटा सामाजिक मूल्य मान्यता अलिकति हराएको हो कि भन्ने एउटा जनचेतना पनि यसले दिन खोजेको छ भन्दै अब यस पछाडिको हामीले चाहिँ दिपेन राईलाई चाहिँ थोरै गीतको बारेमा भन्न परेन, गीतकारले भन्नुहुन्छ यो गीत कसरी तपाईँसम्म आइपुग्यो होइन भन्दै मैले फेरि पनि 15 वर्षदेखि सुनसरीलाई नै कर्मक्षेत्र बनाएर विशेष लोकगीतलाई चाहिँ अलिकति न्याय दिँदै अन्य सबै गीतका पाटोहरूलाई माया गर्दै अहिले सङ्गीत विद्यालय पनि सञ्चालन गर्दै आउनुहुने दिपेन्द्र राई आजका गायक हुनुहुन्छ। उहाँलाई थोरै कुराकानी राखिदिनु। भिडियो खिचौँ सम्पूर्णमा सुरुमा त नमस्कार। यो 2082 सालको शुभ दीपावली तथा दसैँको हार्दिक शुभकामना। अनि यो गीतको आज यो गीतको यसो भेटघाट कार्यक्रम अनि शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा पाल्नुहुने सम्पूर्णलाई हार्दिक स्वागत गर्दै यो गीत एउटा रोमान्टिक गीत हो। यो गीतमा हामी एउटा टिम भएर चाहिँ हाम्रो एनबी मगर सर हुनुहुन्छ, उहाँको शब्द लेखन अनि उहाँ र म एउटा एक खालको चाहिँ निर्णय गरेर सङ्गीत गरेर हामी दुईजना हामी सङ्गीत गरेका छौँ। दुईजनाले चाहिँ अब लय हालेका छौँ अनि ल यस्तो ठिक छ यो खालको चाहिँ गरौँ भन्ने भएर चाहिँ हामीले गीत निर्माण गऱ्यौँ। अनि त्यस पछाडि काठमाडौँ गएर अब यसको एरेन्जमेन्ट हाम्रो देवेश भाइ, प्रिय भाइ देवेश भाइले गर्नुभएको छ। अनि के अरे अस्मिता अधिकारी र मैले चाहिँ गाएको छौँ। यो गीत निकै 1 वर्ष अगाडिदेखि नै हामीले यो भिडियो गर्ने योजना थियो। अनि के अरे त्यो भइदिएन। अनि फेरि के हुन्छ मिल्दैन। त्यो कारणले गर्दाखेरि बल्ल बल्ल हाम्रो के अरे भिडियो चाहिँ हाम्रो गजेन्द्र दाइ अब उहाँसँग भेट भएर उहाँसँग चाहिँ काम गरियो। यसमा प्रमुख भूमिका हाम्रो गजेन्द्र दाजु, योङाङ दाजु अनि करिश्मा साई नेपालकै अलिक
राम्रो चर्चित डान्सर करिश्मा साई ज्यूको अभिनय रहेको छ विशेष। अनि मलाई यो गीत निर्माण गर्दाखेरि एकदम धेरै नै मलाई सहयोग गर्नुहुने हाम्रो दाजु सुमन तामाङ दाजु कोशी भिजन प्राली अनि त्यो परिवार टिमलाई धेरै धेरै धन्यवाद दिँदै अनि हाम्रो युनिभर्सल डान्स हाम्रो जेनिसलाई अहिले मैले फोन गर्दाखेरि म यता एयरपोर्ट जानुपर्ने हो दाइ म आइपुग्न सकिनँ होला भनेर भन्दै हुन्छ। हाम्रो केशव दियाली हाम्रो कोरियोग्राफर उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो आउँदै हुनुहुन्छ बाटोमा हुनुहुन्छ होला अहिले म हिँडिसकेँ भनेर फोन मैले गरिरहेको थिएँ। अनि सुरेश थापा हाम्रो दर्शने दाजु सुरेश थापा उहाँको डाइरेक्सनमा गीत बनाइयो। गीत बनाइसके पछाडि अब हामीले कुन च्यानलबाट चाहिँ हामी आउट गर्ने भन्ने एउटा छलफल भयो। त्यो छलफलमा चाहिँ हामी पूर्वाञ्चल म्युजिक युट्युब च्यानल नै अब हाम्रो प्रिय च्यानल हो। अब यहीँबाट चाहिँ गरौँ भन्ने हाम्रो अग्रज सर रुद्र श्रेष्ठज्यूको सल्लाह हामीले विभिन्न हाम्रो टिम सल्लाह गऱ्यौँ। त्यो पछाडि त्यहाँबाट नै हामी अपलोड गर्ने भनेर के अरे निर्णय भयो। त्यो कारणले गर्दाखेरि हामीले पूर्वाञ्चल म्युजिक युट्युब च्यानलमा चाहिँ यो गीत हामीले सार्वजनिक आधिकारिक रूपले चाहिँ त्यहीँबाट हामीले के अरे सार्वजनिक गरिसकेका छौँ। र आज चाहिँ यो भेटघाट कार्यक्रम तथा शुभकामना दसैँ तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा यसरी राखौँ अथवा अब यो गीतको यसो अब हेरौँ। अनि त्यस पछाडि यो गीत कस्तो लाग्छ त हाम्रो राजु सर अब हुनुहुन्छ, अब यहाँ विभिन्न व्यक्तित्वहरू हुनुहुन्छ। अब हेरेर आफ्नो मनमा लागेको कुराहरू उहाँहरूबाट बुझौँ। हामीले राम्रो काम गर्न सक्यौँ अथवा सकिएन कोसिस गरेका छौँ। राय सल्लाह लिनुपर्छ भन्ने निर्णय भएर आजको यो कार्यक्रममा चाहिँ समावेश भयो अथवा आइयो होइन। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ आइदिनु भएको छ। अनि यो कार्यक्रम चाहिँ कसरी गर्ने भन्ने कुरामा चाहिँ अब गङ्गा दिदी अब मेरो त पत्रकार ज्यूहरूसँग त्यत्रो लिङ्क छैन। चिन्ता छ अब दीपक सर हुनुहुन्छ, अब हाम्रो त्रिलोचन सर, यता अब के अरे प्रेम वास्तोला दाई हुनुहुन्छ। मैले चिनेको जानेको जतिले मैले कल गरेँ, तर मभन्दा अब दिदी आफै मिडियाकर्मी हुनुहुन्छ। अनि उहाँलाई मैले चाहिँ अनुरोध गरेर उहाँले धेरै हेल्प गर्नुभएको छ। दिदीलाई धेरै धेरै धन्यवाद छ। अनि यो गीत एउटा शुद्ध रोमान्टिक मात्रै हो, रोमान्टिक सङ मात्रै हो। एउटा अब माया प्रेम चाहिँ एउटा अब यो गीत चाहिँ कस्तो भने अब कुनै अब रेस्टुरेन्ट अथवा कुनै होटलमा गएर चाहिँ अब उसको आफ्नो व्यक्तित्व आफ्नै छँदैछ, स्ट्यान्डर्ड त आफ्नो छँदैछ, तर त्यहाँनिर नाच्ने अथवा त्यहाँनिर केटीलाई झलक्क हेर्दाखेरि चाहिँ एक खालको इन्भाइरोमेन्ट आफ्नो मनमा लागेको कुराहरू चाहिँ छ। अनि अब जस्तै अब उहाँले जे पनि सम्झिनु पाउनुभयो होइन। अब यो गर्लफ्रेन्ड अथवा होइन यो मेरो साथी केटी साथी बनाउनु पायो भने म एक खालको चाहिँ त्यो खालको इन्भाइरोमेन्ट चाहिँ अब उसले सम्झेको हुन्छ। अनि त्यो कारणले गर्दा त्यही आधारमा चाहिँ बनाइएको मुख्य भूमिका आदरणीय दाजु गजेन्द्र यमनजीले के अरे भूमिका खेल्नुभएको छ। अनि करिश्मा साईलाई चाहिँ मेन रोल केटीको रोल उहाँले खेलिदिनु भएको छ। यो गीत त्यस्तै खालको एउटा यो पनि हुनसक्छ भन्ने खालको मात्रै छ। यो अरू कुराहरू त अब गीत हेरेरै अब हजुरहरूले प्रतिक्रिया दिनु होला भन्दै म अहिलेको लागि म यहाँ थोरै कुरा मेरो राखिदिनु हजुर राख्नुको लागि दिदीले समय दिनुभएको कारण धन्यवाद दिँदै म हजुर यसै गीतका गायक हुनुहुन्थ्यो तथा सङ्गीतकार हुनुहुन्थ्यो दिपेन्द्र राई। हामीसँग केशव दिवाली सरको पनि डान्स कोरियोग्राफी गर्नुभएको छ। यो गीतमा र यो गीतमा सहकार्य गर्नुभएको छ। उहाँको उपस्थितिलाई हामी स्वागत सम्मान गर्न चाहन्छौँ र धेरै बोल्दैनौँ हामी। यो प्रोजेक्टरबाट गीत सार्वजनिक गरिसकेपछि शुभकामना सहित तपाईँहरूले प्रतिक्रिया छोड्नुहुनेछ र कार्यक्रम समापन हुनेछ। यो अनौपचारिक कार्यक्रम हो, यसमा तलमाथिका कुराहरू हुँदैन। किनभने गीत सङ्गीत साहित्य भनेको कहिले पनि पद तलमाथि हेर्ने कुरो हुँदो रहेछ होइन राजु दाई। यसको भूगोल ठुलो हुन्छ, क्षेत्र ठुलो हुन्छ, मन ठुलो हुन्छ।
यसमा मन दुखाउने कुरा पनि हुँदैन भन्दै अब हाम्रो एनबी सर हुनुहुन्छ, शब्द सङ्कलन गर्दा एक खालको क्रिएसन जन्मिएको हुन्छ। शब्द काली भन्ने गीत उहाँको मनमा कसरी काली बस्न सक्यो भइन्। यो गीत अघि भन्नुभयो अहिले त डान्स रेस्टुरेन्ट होटल बारहरूमा चाहिँ जाने अनि कलाकारले त्यहाँ स्वच्छ मनोरञ्जन दिने कुराहरू छन्। त्यही होटल डान्स बारमा गाउने मान्छेलाई हेर्ने दृष्टिकोण पनि फरक छ, तर सबै व्यक्तिले सबै चिजलाई एउटै दृष्टिकोणले हेर्दैन। एउटा स्वच्छ मनोरञ्जन दिनु भनेको व्यक्तिलाई काम गर्न ऊर्जा दिनु हो, कर्मप्रति एउटा डोर्याउनु पनि हो भन्ने कुरा पनि छ। र एनबी सरलाई छोटो मिठो, हामी सबै व्यस्त छौँ, चाडबाडको बेला छ, गीतको बारेमा मात्रै कसरी जन्मियो गीत होइन। धन्यवाद। आजको यस कार्यक्रममा उपस्थित हुनुहुने आदरणीय सम्पूर्ण पत्रकारज्यूहरू, विभिन्न कलाकारज्यूहरूमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा नमस्कार व्यक्त गर्न चाहन्छु। विशेष गरी एउटा रोमान्टिक गीत बनाउन त भन्ने सोच्दै गर्दा काली भन्ने शब्द फुर्यो। यही काली भन्ने र यसलाई चाहिँ अर्को फेरि काले जोडेर यी दुईवटा पात्र बिचमा चाहिँ एउटा रोमान्टिक गीत बनाउन त भन्ने सोच्दा सोच्दै यो गीत फुर्यो। र दिपेन्द्र सरसँग बसेर यसलाई लयबद्ध गरौँ त भनेर गर्दाखेरि दुई भाइले हामीले लयबद्ध गऱ्यौँ र यो गत 1.5 वर्ष अगाडिदेखि नै यो गीत तयार गर्ने योजनामा थियौँ। रेकर्ड नै हामीले 1 वर्ष अगाडि गऱ्यौँ, तर भिडियो गर्ने विषयमा अलिकति थोरै केही ढिला हुन गयो र पछाडि आदरणीय गजेन्द्र दाईसँग भेट भइसके पछाडि भिडियो पनि हामीले तयार गऱ्यौँ र आज सार्वजनिक गरिँदैछ। विशेष गरी गीत चाहिँ अब अघि म्यामले पनि दिपेन्द्र सरले पनि भनिसक्नुभयो, यो माया प्रेमको कथामा आबद्ध भएको गीत हो र यसले चाहिँ अघि म्यामले भने जस्तै रेस्टुरेन्टमा जाने बित्तिकै, नाच्ने बित्तिकै, त्यहाँ खाने बित्तिकै हामीले नकारात्मक सोचाइहरू प्रबल मात्रामा आउने गर्दछन् र त्यो नकारात्मक सोचाइ मात्रै नहुन सक्छ है, त्यहाँ कतिपय कुरा सकारात्मक पाटो पनि लुकेको हुनसक्छ भन्ने कुरालाई उजागर गर्न खोजिएको छ। र आज फेरि 3टा फिल्म रिलिज हुने दिन पनि रहेछ। यो अत्यन्तै व्यस्तता, महान चाडपर्वहरू पनि घर दैलोमा आइसकेको व्यस्तताको बावजुद पनि आज हाम्रो यस कार्यक्रममा उपस्थित भइदिनु भएकोमा आदरणीय सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो गीतको अडियो निर्माणमा आदरणीय गायकहरू दिपेन्द्र राई र अस्मिता अधिकारीज्यूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। र गीत रेकर्डिङको क्रममा हुनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै सम्झन चाहन्छु। र गीतको भिडियो निर्माणको क्रममा कलाकारहरू आदरणीय गजेन्द्र योङहाङ र करिश्मा साईज्यूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। उहाँहरूले अत्यन्तै रोमान्टिक तरिकाले अभिनय गरेर गीतलाई न्याय दिनुभएको छ, यसमा पुनः हार्दिक आभार प्रकट गर्न चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु। र गीतको भिडियो निर्माण गर्नको निम्ति कोशी भिजन प्रणाली, कोरियोग्राफर, त्यसै गरी निर्देशक लगायत त्यहाँ आबद्ध सम्पूर्ण टिमलाई मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र नजिकै रहेको यो विजयादशमी, दीपावली, छठको पावन अवसरमा यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बाँकी कुरा गीतको भिडियो हेरेरै हामीले गीतले नै भन्नेछ भन्दै यहाँहरूलाई पुनः हार्दिक स्वागत, हार्दिक आभार र शुभकामना व्यक्त गर्दै मेरो छोटो भनाइ टुङ्ग्याउँछु। हस्, धन्यवाद। शिक्षण पेसामा हुनुहुन्छ एनबी सर, आफैमा राम्रो शब्द सङ्कलन गर्नुहुन्छ, धन्यवाद दिन चाहन्छु। र फेरि पनि हामी सम्पूर्णलाई एकदमै व्यस्त समय, चाडबाडको बेला छ। अघि पनि भन्यो नेपाली चलचित्रलाई माया गर्ने बेला आएको छ। 3वटा चलचित्र होइन लाखन दाई, आज 3वटा चलचित्र चाहिँ लागिरहेछ। सबैजनाले नेपाली चलचित्रलाई माया गरौँ भन्दै समाजका विभिन्न ठाउँमा रहेर समाज रूपान्तरणमा लाग्नुहुने हस्तीहरू जो हाम्रो एउटा फोनको माध्यमबाट नै यहाँ आइदिनु भएको छ, समय दिनुभएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु। लाखमन दाई, राजु दाई, अमर सर, विवेक भाइ, राजनजी, सबैजनालाई हृदयदेखि हामी सहजीकरण गर्नेमा गङ्गा गौतम आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिँदै, देश दुखेको छ, भत्किएको छ, टुटेको छ, तर टुटेपछि फेरि बन्छ भन्ने आशा पनि छ। र फेरि पनि आउँदै गरेका चाडपर्वको शुभकामनासहित अब हामी गीतको सार्वजनिक तर्फ लाग्नेछौँ, प्रोजेक्टरबाटै सार्वजनिक हुनेछ। र यो गीत हेरिसकेपछि तपाईँहरूले आफ्नो प्रतिक्रिया छोड्नुहुनेछ छोटो मिठोमा र कार्यक्रमलाई
राख्ने हामीले जमर्को गरेका छौँ भन्दै म गङ्गा गौतम एकैछिन बिदा हुन चाहन्छु। गीतलाई हेरिदिनु होला। गीत अघि भन्नुभयो दिपेन्द्र सरले, गीतले त्यस्तो धेरै ठुलो भाव त बोकेको छैन, तर एउटा केही न केही अंश चाहिँ एउटा अङ्ग चाहिँ बोकेको छ है भन्ने कुरा छ भन्दै फेरि पनि हामी हृदयदेखि नै दिपेन भाइ, रुद्र दाई, एनबी सर र मेरो तर्फबाट तपाईँहरूको यो उपस्थितिलाई हामीले मनन गरेका छौँ, चिरोपर गरेका छौँ। धन्यवाद। नमस्ते खास गरेर आज यहाँहरूले जो दिपेन्द्र राई र अस्मिता अधिकारीको स्वर रहेको र लेखन एनबी मगरले लेख्नुभएको जुन गीत काली यहाँहरूले आज हामीमाझ सार्वजनिक गर्नुभयो र यसले खास गरेर अघि यहाँहरूले जे भन्नुभयो, खास गरेर मान्छेहरू दैनिक जीवनबाट पट्यार लागेपछि केही न केही मनोरञ्जन गर्ने र फ्रेस हुन चाहन्छ, जस अन्तर्गत यहाँहरूले इटरी तथा आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर छायाङ्कन गरेर जुन यो गीत सार्वजनिक गर्नुभएको छ, यो गीतले पक्कै पनि एउटा मनोरञ्जन सँगसँगै एउटा माया प्रेमलाई प्रगाढ बनाउनका निम्ति यो गीतले सन्देश दिएको छ र खास गरेर हामी मानवहरू एउटा एक अर्कामा माया, सामाजिक सद्भाव र एकता हामीमा हुनुपर्ने हुन्छ र यो जुन यो गीतले चाहिँ एउटा समाजमा रहिसकेपछि माया, ममता र सामाजिक एकतालाई जोड दिएको मैले ठानेको छु। हस् धन्यवाद। अमर दाई भन्दा अगाडि चाहिँ बोल्नु पर्थ्यो मैले, किनभने दाई एकदमै सिनियर पत्रकार, मेरो पनि अभिभावक आदरणीय राजु दाई सहित यो गीतका लेखक एनबी मगरज्यू, गायक एकजना हुनुहुन्छ सर र मोडेल आदरणीय सर, यहाँहरू सम्पूर्ण उपस्थितमा शुभ प्रभात, हार्दिक नमस्कार, सँगसँगै शुभकामना पनि दिन्छु यो गीतको सफलताको निम्ति। अघि भने जस्तै यो चाहिँ हामी मानिसहरू हरेक दिन पैसाको पछि कुदिरहेका छौँ र सामाजिक मूल्य मान्यता, आफ्नो संस्कृति चाहिँ भुल्दै गएका छौँ। यो गीतले कता कता सामाजिक मूल्य मान्यता र संस्कृतिलाई पनि थोर बहुत जोड्ने प्रयास गरेको मैले पाएँ। यद्यपि पुनः म भिडियो हेर्ने नै छु। सफलताको शुभकामना। खासमा गीत चाहिँ काव्यिक हुनुपर्छ भन्ने मान्यता राख्छु म र सँगसँगै हाम्रो समाजले चाहिँ के गरेको छ भने गायकलाई चाहिँ बढी प्राथमिकता दिएको छ। गायकले स्वर चाहिँ दिने हो, तर एउटा गीतकारले गीतै लेखेन भने गायकले कसरी स्वर दिन्छ हैन, मोडलले चाहिँ कसरी अभिनय गर्छ भन्ने प्रश्नहरू अझै पनि हामी कहाँ जीवितै छन् र यी कुरालाई पनि जोड्दै सँगसँगै यहाँहरू सबैलाई शुभकामना दिन्छु। सँगसँगै यो गीतले चाहिँ स्थानीय स्तरको पर्यटनलाई पनि जोडेको मैले महसुस गरेको छु, किनभने गीत सङ्गीत कलाकार कविहरूले पर्यटनलाई, समाजलाई, संस्कृतिलाई, हाम्रो
चाहिँ समाजका संस्कृति कला संस्कृति सँगसँगै पर्यटनलाई पनि जोड्नुपर्छ र जोडेको महसुस गरेको छु र यो गीतको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु भन्दै आफ्नो छोटो भनाइ यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद।